हेलो गाइज, आज हामी बीच घुम्न गइरहेका छौँ। बीचमा गएको हामी देखाउँछौँ तपाईहरुलाई। बीच दाइहरुसँग बीचमा गइरहेको छौँ गाइज। आज हामी हेर्छौँ बीच कस्तो हुँदो रहेछ। यहाँ समुद्रको यहाँबाट अलिक टाढै छ, आधा घन्टा जति लाग्छ। त्यो हेर्न गइरहेको छौँ गाइज। हामी देखाउँछौँ अहिले तपाईहरुलाई। सी यु सुन। हेलो, हामी चाहिँ अब बीच जाँदैछौँ। बीच होइन, बीच होइन। समुद्र हेर्न जाँदैछौँ हामी आज। यहाँ कहिले फोटोहरू पनि हालेको छैन, टाइम पनि मिलेको छैन। फेरि अब साधन पनि छैन जानलाई, टाढै पर्छ। यहाँ त साधन नभइकन गाह्रै हुन्छ। जमिन खाली छ, खाली नि पानी भएर खेती गर्नु नि अझै कति मान्छे आउँछ भन्छ। आँखाले भ्याउने जमिन सबै खाली छ। त्यो खाली जमिनमा बस्तु भेडा चर्छ, को गोठालो गर्ने होइन। यहाँ रुखको फेदामा बस्छ, बिजोग छ है गाई बस्तुको। कुकुरको र बिरालोको स्वर्ग। कुकुर र बिरालोको चाहिँ एकदम स्वर्ग रहेछ। घरमै बस्छन् हैन, घरभित्र घरमा गाडीमा हेर्छ यसरी निकालेर। त्यसको पो स्वर्ग रहेछ। नतेला काम गर्नुपर्छ। इन्टरनेसनल स्टुडेन्टको भन्दा स्वर्ग छ। बजारको खानेकुरा खान पायो किनेर लगेर होइन। कुकुरको स्वर्ग, गाई बस्तुको बिजोग छ। हाम्रोमा गाई बस्तुलाई कति स्याहार। घाँस चाहिँ खान पाउँछ, तर घाम पानीमा बस्नु पर्यो बाहिर। घाम पानीमा बस्नु पर्यो, दाम्रो लागेन। अनि यो हामीले जुन दुधहरू खान्छौँ नि, त्यो चाहिँ कहाँबाट आउँछ? गाईकै दुध हो कि यो? फर्म त छ कि ए लागि। अब त्यहाँ कहाँ फर्म छ, फर्ममा पनि दाम्रो बेसी बाँध्नु रहन्छ। ए खुल्ला घेरेको छ। ए ती घाँस पराल त गर्नु हुँदामा त कहाँ दुध आउँदो होइन होला नि। अरू दानाहरू हुन्छ होला। दानाहरू हुन्छ। यी छाडा चाहिँ मासुको लागि हो। अनि मिसिनले दुध गयो। अनि ठुलो फर्म छ नि, हेलो गाइज, आज चाहिँ हामी सब्जी लिन जाँदैछौँ सिटीतिर। यो चाहिँ यहाँको सब्जी मन्डी जस्तो छ। त्यहाँ चाहिँ अलिक सस्तो पाउँछ अरे। यहाँ पनि पाउँछ तर हामी चाहिँ त्यही मार्केट पनि हेर्न जाने होइन। अनि त्यसपछि
त्यहाँ चाहिँ सब्जीहरू पनि किन्ने हामी जाँदैछौँ आज। तपाईँहरूलाई पनि हामी देखाउँछौँ। हामी आज म त लुती भयो कि क्या हो ठुलो हुन्छ लुते भएको छ नि। यहाँ आए सब लुते हुन्छ। यहाँ आए सब लुते हुन्छ। के भनेको यहाँ आए सब लुते हुन्छ? यहाँ लुते त हुन्छ नि। गाइज हामी देखाउँछौँ तपाईँहरूलाई। सब्जी मन्डीको ट्रेन चढेर जान्छौँ। टाढा छ तर आज दिनभरिको हाम्रो ब्लग्स हामी देखाउँछौँ तपाईँहरूलाई। गाइज किप सपोर्टिङ अस, किप सब्सक्राइब्स, डु लाइक एन्ड सब्सक्राइब गाइज। अब चाहिँ ट्रेन आउन आँटेको छ। त्यहाँ परबाट चाहिँ ट्रेन आउँछ अनि त्यो ट्रेनमा चढेर हामी जान्छौँ। त्यहाँनिर हेर्दै गर्नु होला। आयो ट्रेन आयो। अब यसमा हामी चढेर जान्छौँ। Let's go. यो चाहिँ यहाँको सब्जी बजार भिक्टोरिया मार्केटको चाहिँ सस्तो पाउँछ। बिहान बिहानै भएकोले गर्दाखेरि खुलेको छैन अहिले चाहिँ। यहाँ चाहिँ डलर्स भन्दो रहेछ। सेम नेपालको जस्तै सेल भन्दो रहेछ। यहाँ चाहिँ यति डलर भनेर हाम्रो नेपालको जस्तै कति भन्ने कुराहरू भन्दो रहेछ। यो चाहिँ सेम नेपालकै सब्जी मन्डी जस्तो छ गाइज। हेलो, हामीले चाहिँ आज धेरै सपिङ गऱ्यौँ। यहाँ छ यति सपिङ गरेर ल्याएको आज हामीले। अब हामी फर्किँदैछौँ गाइज।